Hare Krishna, Namaste and welcome to my channel Beautiful Life. म प्रजिताको तर्फबाट हजुरलाई धेरै स्वागत तथा न्यानो अभिवादन। आज ब्युटिफुल लाइफमा धेरै जनाको समस्या गर्मीमा हुने गर्छ। स्किनको एलर्जीको समस्या, जसको स्किनमा घामको एकदमै एलर्जी हुन्छ, जसलाई घाम पर्न साथ स्किन पोल्ने हुन्छ, छालामा एलर्जी आउने गर्छ, चिलाउने समस्याहरू हुन्छ। हजुरको लागि एकदमै स्वीट रेमेडी म हजुरलाई बताउँदै छु। यो हजुरले एप्लाई गर्नुभएको खण्डमा तपाईको बिस्तारै सधैँको लागि पर्मानेन्ट स्किनको एलर्जीहरू ठीक गर्छ। यसलाई चाहिँ तपाईले फेसमा मात्र हैन, दादमा, तपाईको एक्जिमामा, सोराइसिसको समस्या छ, फुल बडीमा जसको एलर्जीको समस्याहरू हुने गर्छ, हजुरहरु सबैजनाले चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। राधा, त्यहाँ टिस्यु पेपर ल्याउले बाबा। र हजुरहरुलाई यो जुन मैले भिडियो बताउँदै छु हजुरहरुलाई राम्रो होस्। यो गर्मीमा एलर्जीको समस्या, चिलाउनेको समस्या धेरैलाई भएको हुन्छ। हजुरहरुको समस्या समाधान होस् भनेर मैले एप्लाई गरेर देखाउँदै छु। म फेसमा एप्लाई गर्छु। हजुरलाई मैले भने यो जस्तै गोप्य अङ्गहरुमा, प्राय काखीमा, जाङहरुमा चाहिँ दादहरु आउने गर्छ, दादमा पनि लाउन सक्नुहुन्छ। एक्जिमा, सोराइसिसको प्रब्लम छ भने लाउन सक्नुहुन्छ हैन। सबैमा चाहिँ यो समस्यामा चाहिँ हजुरले लाउन सक्नुहुन्छ। सो हजुरलाई यो भिडियो मन पर्यो भने लाइक तथा शेयर गर्नु होला। हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्यांक यू सो मच। सो यो एकदमै सिम्पल चीजहरुबाट हजुरले घरमै बनाउन सक्नुहुन्छ। यसलाई कसरी बनाउने र कसरी लाउने म हजुरलाई देखाउँदै छु है। र यो लाउनु भन्दा अगाडि फेसलाई राम्रोसँग पुस्ने। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। र हामीसँग यहाँ थोरै इन्ग्रेडियन्ट्सहरु रहेको छ, धेरै छैन। फर्स्ट हजुरलाई मैले लास्टमा पनि के गर्ने त्यो पनि बताउँछु प्याक गरेर। हजुरलाई सुरुमा चाहिँ यहाँ रहेको चीज, राधा टिट्युवेल पनि देऊ त एउटा मलाई। ए हाम्रो माथिबाट छ नि टिट्युवेलको क्रिम, त्यो लिएर आऊ। यहाँ जुन मैले लिएको छु यहाँ हजुरले हेर्नु होला, यो रहेको छ नीम पाउडर है। नीम र यहाँ मैले मिसाएको छु थोरै मात्रामा यो जुन नीम छ, नीमको पाउडरमा मैले थोरै मात्रामा यसमा मिक्स गरेको छु यो पुदिनाको लिफ है, पुदिनाको पाउडर। तपाईको स्किनमा पिम्पल्स छ, स्किन पोर्सहरु छ भने पनि यसले एकदमै राम्रो काम गर्छ है। त्यसपछि हामी यसमा यो नीम र पुदिनाको जुन छ, नीम अलिकति धेरै, पुदिना थोरै, त्यसमा मैले मिक्स गर्छु जेठी मधुको पाउडर है। नीम र पुदिनाको पाउडरमा जेठी मधुको पाउडर हजुरले मिक्स गर्नु होला। केही गर्नु पर्दैन, सिम्पल। हजुरले दुईटा चीज मिक्स गर्ने, पुदिना थोरै, नीम थोरै। अब यसमा म तपाईलाई यो त फेसको लागि मैले तपाईलाई भने, यो त फेसको लागि भयो है। तर अब तपाई जाङहरुमा लाउनुहुन्छ नि, दुधिया झार हुन्छ नि, तपाईको गाउँघरतिर पाउँछ, निचोड्दाखेरि दुध निस्किने झार, दुधिया झार भन्छ। त्यो दुधिया झारको चाहिँ यसमा लेप बनाएर लाउनु भयो भने तपाईको दादहरु, एलर्जीहरु बडीमा, स्किनमा चाहिँ दुधिया झार नलगाउनुस्, बडीहरुमा चाहिँ हजुरले लाउन सक्नुहुन्छ है। र यहाँ चाहिँ मसँग रहेको छ यो बोको त एकछिन दादा, यो टी ओइल र एलोभेरा मिक्स गरेर मैले एलर्जीको लागि क्रिम बनाएको छु है। र यसमा म थोरै मात्रामा यो मिसाइदिन्छु। तपाईको स्किनमा पोर्स छ, पिम्पल्सको समस्या छ भने पनि यो एकदमै राम्रो हुन्छ। र यो रहेको छ टी ओइल र एलोभेरा। अब हजुरसँग टी ओइल छैन भने अब भन्ने बित्तिकै हुँदैन, छैन भने हजुरले यसरी एलोभेरा मात्रै लगाउनुस् है। जेठी मधु, पुदिना र नीममा मैले लाए टी ओइल र एलोभेरा। तपाईसँग एलोभेरा छैन भने टी ओइल मात्रै लाउनुस् यसरी। र यहाँ छ नीम, यसलाई म के गर्ने म हजुरलाई बताउँछु एकैछिनमा। पहिला यसको लेप तयार गर्ने। यो चाहिँ ओन्ली एलर्जिक स्किनको लागि है, जसको स्किनमा पनि दादहरु हुन्छ अनि स्किन एकदमै धेरै चिलाउने हुन्छ, घामले डढेर पोल्ने हुन्छ, जे लाए त्यही कुराले एलर्जी हुन्छ भने तपाईको लागि बताउँदै छु म यो है। र यसरी यसलाई तपाईको एलर्जिक ठाउँहरुमा हैन, यो लाउँदा एकछिन चर्र पोल्छ। टिट्युवेल लाउनु भएको छ भने, टिट्युवेल लाउनु भएको छैन भने पोल्दैन है। यसरी लगाइदिने, जहाँ तपाईको एलर्जी छ, जहाँ तपाईको ट्यानहरु हुन्छ, अथवा फुल फेसमै लगाइदिनु। सबै फेसमा एलर्जी छ भने सबै फेसमा यसरी
लगाइदिने यसलाई बाक्लो गरेर हेर्नुहोस् त है यसरी लगाइदिने हरे कृष्ण यो चाहिँ एलर्जी भएर आएको चायापोतोहरू छ घामले डढेर आएको चायापोतो छ स्किन कसैको घाममा देखाउनै हुँदैन नि तपाईहरुको लागि आएको छ भने चाहिँ यसले एकदमै राम्रो काम गर्छ साथमा तपाईको पिम्पल्सहरू छ डन्डीफोरहरू पनि भने पनि यसले चाहिँ एकदमै राम्रो हजुरलाई रिजल्ट दिन्छ है यसरी लगाइदिनुस् सबैतिर मिलाएर कृष्ण कृष्ण हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे हरे अनि कसैलाई त एलोभेरा जेलले नै एलर्जी हुन्छ है त्यो कुरा चाहिँ तपाईले थाहा पाउनु जसलाई एलोभेरा जेलले नै एलर्जी हुन्छ तपाईहरुले चाहिँ यसलाई काँक्राको रसमा अथवा दहीमा मिसाएर चाहिँ लाउनु पर्ने हुन्छ दहीमा या काँक्राको रसमा है र यसरी यसलाई लगाउनु भएको छ यसलाई राम्रोसँग सुक्न दिनु अनि हल्का सुक्छ सुकिसकेपछि पानीले यसलाई पहिला भिजाइदिनुस् यसरी माथिबाट छ्याप 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 पानीले भिजाइदिनुस् अनि भिजेपछि यसलाई सरक्क निकाल्नु र निकालिसकेपछि हजुरले यसलाई एउटा आइसको टुक्रा लिनुस् आइसको टुक्रालाई के गर्नु भने हजुरले एउटा सुतीको कपडामा बेर्नुस् र यसलाई धोइसकेपछि यसरी टक्क 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 सेक्नुस् यसरी बिस्तारो टक्क 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 सेक्नुस् एकछिन 1 मिनेट जति सेक्नुस् कपडामा बेरेर है आइसलाई त्यतिकै डाइरेक्ट युज नगर्नुस् कपडामा बेरेर यसरी हल्का तरिकाले सेक्नुस् अनि सेकिसकेपछि के गर्ने सेकिसकेपछि यो प्याक लाउँदाखेरि बिहान दिउँसो लाउने हैन है बेलुका लगाउने इभिनिङ टाइममा लगाउने र यसरी यो लाएर सेकिसकेपछि यो धोइसकेपछि बिस्तारो धुने स्क्रब नगरिकन पखाल्ने अनि त्यसपछि हजुरले आइसले ठक्क सेक्ने अब यो चाहिँ सबैतिर भयो तपाईको जाङहरुमा पनि लगाउनु भएको छ काखीहरुमा पनि काखी गनाउने समस्या छ काखी दुर्गन्धित भइराख्छ काखी चिलाइराख्छ भने पनि हजुरलाई एकदमै राम्रो हुन्छ यो है चिलाउने समस्या ठीक हुन्छ र जाङहरुको लागि पनि एकदम राम्रो हुन्छ र जाङमा पनि काखीमा पनि जहाँ तपाईको दादहरु छ भने दादहरुमा पनि यसरी धोइसकेपछि आइसलाई कपडामा बेरेर एकछिन सेक्नुस् मजाले 1 मिनेट 2 मिनेटसम्म हल्का सेक्नुस् अनि सेकेपछि के गर्ने भने एलोभेरा जेल लिने अलिकति टिट्युवेल चाहिँ किन्नुस् टिट्युवेल एकदमै राम्रो हुन्छ काखी गनाउँछ काखी चिलाउँछ तपाईको यौनाङ्गहरु चिलाउने समस्या छ हैन भित्री एलर्जी हुन्छ अब गर्मीमा प्रायको हुन्छ जाङहरु एलर्जी हुन्छ भने चाहिँ हजुरहरुले दिनमा 2 पटक पेन्टीहरु बदल्ने जस्तै धेरै लिकोरियाको समस्या सेतो पानी बग्ने समस्याहरु पनि हुन्छ विशेष महिलाहरुलाई पुरुषकै कारणले चाहिँ सेतो पानी बग्ने समस्या युरिन इन्फेक्सन हुने सम्भावना चाहिँ पुरुषहरुकै कारण धेरै हुन्छ पुरुषहरुको हाइजिन मेन्टेन नगर्दा महिलाहरुलाई चाहिँ स्त्रीहरुलाई रोग लाग्ने सम्भावना हाई हुन्छ त्यो भएकोले हजुरले आफ्नो पनि पेन्टीहरु 2 पटक बदल्ने आफ्नो हैन पार्टनरलाई पनि अलिकति हाइजिनमा मेन्टेनेन्स गर्नको लागि ख्याल गर्नुस् जसलाई धेरै बारम्बार युरिन इन्फेक्सनहरु हुने गर्छ र त्यसपछि जसरी पनि तपाईले टिट्युवेल किन्नुस् एकदम राम्रो हुन्छ र एलोभेरा जेलमा यो नीमको तेल छ नीमको तेल पाउनुहुन्छ हजुरले आयुर्वेदिक पसलमा नीमको तेल मिसाउनुस् अनि टिट्युवेल मिसाउनुस् र त्यसलाई घोल्नुस् र जुन क्रीम बन्छ त्यो दादमा काखीमा जाङमा अनि सबै फेसमा पनि एलर्जी हुन्छ सबै फेसमा यसरी लगाइदिनुस् यो लाउँदाखेरि तपाईको स्किनमा घामहरुले डढेर जुन एलर्जीहरु हुन्छ बिस्तारै बिस्तारै भएको पनि ठीक हुन्छ र बाँकी डढ्नबाट एलर्जी हुनबाट पनि जोगाउँछ सनस्क्रिमहरु अनिवार्य लाउनु होला मोइस्चराइजिङ सनस्क्रिम र राति चाहिँ यो क्रीम बनाएर लाएर सुत्नु होला र तपाईको एलर्जीहरुमा पनि दादहरुमा पनि यही नीम अनि यो यो के रे एलोभेरा अनि टिट्युवेल र दादहरुमा चाहिँ तुलसीको तेल पनि पाउँछ तुलसीको तेल पुदिनाको तेल यिनीहरु तेलहरु मिक्स गरेर क्रीम बनाउनुस् र त्यसलाई लाएर सुत्नु भयो भने बिस्तारै बिस्तारै दादहरु पनि निको हुन्छ तर दाद एक्जिमा सोराइसिस समस्याहरु ब्लडमा खराबीको कारणले आउँछ रगत दूषित भयो विरुद्ध आहार एउटा आहारसँग अर्को आहार चाहिँ डाइजेस्ट नहुने खानेकुराहरु खायो भने बिस्तारै बिस्तारै दाद एक्जिमा एलर्जीको समस्याहरु चाहिँ सोराइसिसहरुको समस्या चाहिँ आउँदै जान्छ त्यो भएकोले खानाहरु गुलियोसँग अमिलो हैन चिनीसँग नुन
धेरै। अनि त्यसपछि एउटा तरकारीहरू हुन्छ नि मुलासँग भिन्डी, करेलासँग मुला, यस्ता खानेकुराहरू खाँदा चाहिँ हजुरले विचार गर्नुपर्छ। यसले गर्दाखेरि चाहिँ हामीलाई एलर्जीको समस्या नहोस्। सो हजुरले ख्याल गर्नुहोला र यसरी हजुरले आफ्नो एलर्जीलाई घरमै ठिक गर्न सक्नुहुन्छ। काखी गनाउने, जाङको समस्यालाई पनि यसरी घरमै ठिक गर्न सक्नुहुन्छ। थ्याङ्क यू। हरे कृष्ण।